भर्खरै जन्मेको नवजात शिशुसँग तपाईँ एक ठाउँदेखि अर्को ठाउँमा यात्रा गर्न मिल्छ त? जन्मेको दिनदेखि दोस्रो बर्थडे सेलिब्रेट नगरेसम्मको नवजात शिशुहरूलाई एयरलाइन्सले इन्फेन्टको क्याटेगोरीमा क्याटेगोराइज गरेको हुन्छ। 8औं दिनसम्म एयरलाइन्सले बच्चाको स्वास्थ्यलाई मध्यनजर गर्दै यात्रा नगर्नु भनेर भन्छ, या भनौँ यात्रा गर्न दिइँदैन। तर बच्चाको 8th डे नपुग्दै मेडिकल रिजनले एक ठाउँदेखि अर्को ठाउँमा यात्रा गर्नु परेको खण्डमा भने एयरलाइन्सले डक्टरले सर्टिफाई गरेको सर्टिफिकेट, एयरलाइन्सको तर्फबाट प्रिपेयर गरेको डकुमेन्ट्स र मेडिकल फर्मको आधारमा यात्रा गर्न दिइन्छ। यसको लागि भने तपाईँले कम्तीमा पनि 72 घण्टा अगाडि एयरलाइन्सलाई कन्ट्याक्ट गरेर डकुमेन्ट्सहरू रिकन्फर्म गर्नुपर्ने हुन्छ। 8th डेदेखि 2nd बर्थडे सेलिब्रेट नगरेको बच्चा एनी इन्फेन्ट चाहिँ एयरलाइन्स र एयरक्राफ्टको टाइप अनुसार एउटा न्यारो बडी एयरक्राफ्टमा 20 जना र वाइड बडी एयरक्राफ्टमा 30 जनासम्मको लिमिटेसन राखेका छन्। यसको पछाडि भने इभ्याकुएसन इन केस अफ इमर्जेन्सी र सर्भिस अन बोर्ड देखिन्छ। एकजना एडल्टले ट्विङ्स लिएर भने यात्रा गर्न मिल्दैन, यानि कि एकजना एडल्टले 2 जना इन्फेन्ट लिएर यात्रा गर्न मिल्दैन। 2 जना इन्फेन्ट लिएर यात्रा गर्नुपर्ने केसमा भने 2 जना एडल्ट नै हुनुपर्ने, नत्र 12 महिना माथिको बच्चा छुट्टै सिट लिएर बस्न सक्ने स्टेज या स्टेजमा हुनुपर्ने हुन्छ। इन्फेन्टसँग यात्रा गर्दा के कुरामा ध्यान दिँदा तपाईँको यात्रा सहज हुन्छ, अलिकति बुझौँ है त। 1 नम्बरमा अलोकेसन अफ इन्फेन्ट सिट विथ ब्यासिनेट। इन्फेन्टको नर्मल टिकटमा सेपरेट सिट नहुने भएकोले तपाईँले टिकट इस्यु गर्ने बेलामा अर अनलाइन टिकट पर्चेस गर्ने बेलामा ब्यासिनेटसँगको सिट अलोकेट गर्न मिल्छ, जुन चाहिँ लिमिटेड नम्बरमा अभाइलेबल हुने भएकोले फर्स्ट कम फर्स्ट सर्भ बेसिसमा प्रोभाइड गरिन्छ। तर तपाईँले इन्फेन्टलाई पनि सिटमै राखेर ट्राभल गर्न सोच्नु भएको छ भने टिकट लिने टाइममा इन्फेन्ट विथ सिट पर्चेस गर्न मिल्छ है। फ्लाइटमा कार सिट युज गर्नुपर्ने केसमा भने त्यो कार सिट FAA एनी फेडरल एभिएसन एडमिनिस्ट्रेसन अप्रुभ हुनुपर्छ। 2 नम्बरमा प्रायोरिटी चेक इन। एयरलाइन्स रिप्रेजेन्टेटिभले फ्लाइट टाइममा काउन्टरको कन्डिसन हेरेर इन्फेन्ट, ओल्ड एज ट्राभलर्सहरूलाई र स्पेसल असिस्टेन्स चाहिने ट्राभलर्सलाई प्रायोरिटी चेक इन गरिदिन्छन्। सो प्लिज डु आस्क। तेस्रो नम्बरमा ह्यान्डलिङ एन्ड ह्यान्डिङ ओभर स्टलर टु एयरलाइन्स। तपाईँको बेबी स्टलर फोल्ड गर्दा सानो साइजमा चेन्ज हुन्छ, क्याबिनमा फिट हुन्छ भने चाहिँ तपाईँले स्टलर क्याबिनमै लगेर राख्न पाउनुहुन्छ। यदि तपाईँको बेबी स्टलर ठुलो या लामो छ भने तपाईँले चेक इन गर्ने बेलामा ट्याग चाहिँ लगाउने अनि फ्लाइट बोर्ड गर्ने बेलासम्म युज गरेर बोर्ड गर्दा एयरलाइन्स रिप्रेजेन्टेटिभलाई ह्यान्डओभर गर्न मिल्छ, जुन चाहिँ लगेर तपाईँको ब्यागेजसँग लोड गरिन्छ। 4थो नम्बरमा युज अफ स्ट्रलर इन ट्रान्जिट एन्ड अराइभल। तपाईँको ट्रान्जिट आवर लङ छ, स्ट्रलर डिफ्रेन्टली डिजाइन छ र तपाईँलाई ट्रान्जिटमा अनि अराइभलमा पुग्ने बित्तिकै सेम स्ट्रलर नै चाहिन्छ भने चाहिँ एयरलाइन्सको रिप्रेजेन्टेटिभलाई तपाईँले चेक इनको क्रममा खबर गर्न सक्नुहुन्छ। एयरपोर्टको फिजिबिलिटी हेरेर अनि फ्लाइट टाइम हेरेर भने एयरलाइन्सको रिप्रेजेन्टेटिभले यो सर्भिस प्रोभाइड गरिदिनुहुन्छ। कति एयरपोर्टमा भने टेम्पोररी स्टलरहरू अभाइलेबल हुन्छन्, जुन तपाईँले ट्रान्जिटमा युज गरेर नेक्स्ट फ्लाइटको बोर्डिङ टाइममा रिटर्न गर्न सक्नुहुन्छ। 5औं नम्बरमा बोर्डिङ फर्स्ट। जहाज बोर्ड गर्ने क्रममा इन्फेन्टसँग यात्रा गर्दै हुनुहुन्छ भने अगाडितिर नै बोर्ड गर्नु अनि ओभरहेड कम्पार्टमेन्टमा सामान एडजस्ट गरेर कम्फर्टेबल भएर सेटल डाउन हुनुहोस्। त्यसले तपाईँले आफ्नो सामान राख्ने इजी स्पेस अकुपाई गर्नलाई हेल्प गर्छ। इन्फेन्ट ह्यान्डलिङ प्रोसेसमा छुट्टै एयरलाइन्सको छुट्टै प्रोसिडर्सहरू हुन्छ, तर अधिकांश एयरलाइन्सको भने नियम मिल्दोजुल्दो नै छन्। कुनै कुरामा कन्फ्युजन भए म डिरेक्टली एयरलाइन्सको अफिसियल साइट अर कन्सर्न टिमलाई रिकन्फर्म गरेर ढुक्क हुनुहोस् भन्न चाहन्छु। ल, नानी बाबुसँगको जिन्दगीको पहिलो हवाई यात्रा आरामदायी र सुखमय होस्। शुभ यात्रा।